नमस्ते वेलकम बैक टु माई युट्युब भिडियो एन्ड ब्लग लिएर चाहिँ म आइसकेको छु एकदम धेरै 2-3 महिनाको ग्यापमा हैन। आई होप मेरो युट्युब भिडियोलाई सबैले मन पराउनुहुन्छ। अब मैले तिहार स्पेशल ब्लग लिएर आउँदैछु। आज चाहिँ के हो आज गाई पूजा भोलि चाहिँ भाइटिका हैन। अनि म चाहिँ आइसकेको छु माइती घरमा। आउँदाखेरि बुइनीले रोटी सेलरोटी हाल्दैछ चट्ट लाएर। ह्यापी तिहार सबैजनालाई। स्पेशल यहाँ हामीमा छुट्नु हुने हाम्रा प्रिय दिदी भाइ सबैलाई ह्यापी तिहार। तिहारको रोटी बनाउन धमाधम छ। चट्ट लाएर बबाल रोटी हालिने हो। बबाल फुलिरहेछ। मान्छे सुई हान्न मात्रै खप्पिस होइन नि, यहाँ रोटी बनाउन पनि खप्पिसै छ। यतिको बहिनी चाहिँ सबैको हुनुपर्छ। चट्ट यस्तो राम्रो रोटी भयो फुलेर हैन। छोरी रोटी बनाउने आमा भात खाने। के हो यस्तो पारा? ज्वाइँ चाहिँ आएर बसिराख्नु भएको छ दही चिउरा खाएर। हेर्नु है रोटी यस्तो राम्रो बनायो कि पिठो यति थोरै पकडेर हेर्नु म देखाइदिन्छु। पिठो पनि धेरै छैन। पिठो धेरै बनाएर यत्रो बनाएर गरेर देखाएको चाहिँ होइन नि। यहाँ नै देखाउनु त यति त्यति पनि पिठोमा रहन्छ है। यतिको चाहिँ हुनुपर्छ है साथीहरू। हाम्रो चाहिँ रोटी के हुन्छ नि, रोटी बेचेर पनि पाल्न सक्छ। हुनेवाला चाहिँ नडराउनु है, रोटी बेचेर भए पनि पाल्छ हाम्रो नानीले चाहिँ। चट्ट लाएर टल्किरहेछ, चमकाइरहेछ रोटीको सस। खै प्रिया सानी खै रोटी फल्दामा चाहिँ एकदम माहिर छु। तर यो चाहिँ हाम्रो ज्वाइँलाई सम्झेर हाल्यो कि क्या हो प्रियाले। रोटीको भयो रोटी राम्रो। यो एउटा घरिघरि त यस्तै छ। मेरो क्यामेराम्यान हाम्रो प्रवेश भाइ हुनुहुन्छ भने म चाहिँ एकदम रोटीको साथमा आएको छु। यता नआइज नि त धेरै रोटी पकाउँदा खुट्टा डढो देखाइदियो। पीडा छ यस्तै उति गर्नु धेरै एक्सपोर्ट यस्तो स्ट्रगल पैसा उठेको छ अरे। यस्तो धेरै एक्सपोर्ट भयो भने दुःख पाइन्छ। त्यही भएर केही कुरा बनाउन नसिक्नु होला गाइज। आउँदैन भन्नु होला सिधै। आमाहरू चाहिँ गर स्ट्रगल देखिरहेको छ। अब यहाँनिर हेर्ने स्ट्रगल म त खिचिरहेको छु नि यहाँ घुँडा टेकेर। भरपाई गर्दै तिमी धनले कहिले धनी हुँदैनौ, तिम्रो मन राम्रो हुनुपर्छ। रोटीको लट सकेर अब चाहिँ के आयो? अनर्सा। चट्ट अनर्सा मिठाई बनाउँदैछौँ हामी यहाँ। अनि उता ठुलो मम्मी चाहिँ अर्सा बनाउन तयारी छ भड्डुमा। ओ अनि हाम्रो यता चाहिँ खजुरी बनिसकेको छ। हेर्नु है साथीहरू, चट्टै लाएर खजुरी खान आउनु। ल अर्सा बनाउँदैछु नि। यस्तो छ है पारा हाम्रो चाहिँ। भरि यहाँ ऊ त भरि घरभरि मिठाई बनाएको छ। हामी चाहिँ चटपटे बनाएर सबैजना वरिपरि बसेर खाँदा त एकदम मजा पो आयो। त गाई मल्लिका लग हेलो आउँदैन अरे चटपटे हाम्रै मैले बनाउनु पर्यो लास्टमा।
आन्टीलाई म फुल्दिनु गएर आन्टीलाई मल्लिका कस्तो छ भन्नलाई आमा कति धेरै माया हो मामा बान्जाको आमा पुस्ता ओए माया गरेको ठाउँमा पुस्ता फेरि हेर बत्ती बालौँ ल ल होइन हौ यहाँ पनि यहाँ है हाम्रो फुलको माला यस्तो छ चट्ट लाएर यस्तो अनिकालमा पनि फुलको माला यसरी गाँच्दैछौँ हामी यहाँ हुनुहुन्छ यी बिमला दिदी दममा दम छ हामीलाई होइन माला पनि हेर्नु यस्तो महँगीमा सुन जति बढेको छ त्यति यो फुलको माला बढेको छ तर सुन पाइन्छ यो माला पाइँदैन है गाइजहरू हाम्रो चाहिँ कार्टुन भरि छ चट्ट फुलको माला चाहियो भने चाहिँ सम्पर्क गर्नु होला 98 शून्य म घरमा हुन्नमा होइन म त माला मात्र हुन्छ दिदीहरू माइतीहरूले यसरी माला बनाउन कसको सघाउँछन् हाम्रो त्यसरी सघाउँछन् चट्ट लाएर कोही यहीँ उन्दिने ए आनु न दुईटी साइली कति ल्याङ गरेका त नपुगे जति पुग्छ माला गाँसेर अहिलेसम्म सकिएको छैन हेर्नु गाँसे हुनुहुन्छ ठुलो मम्मी होइन ठुलो मम्मी माला गाँस्ने हाम्रो उहाँ हुनुहुन्छ मम्मी हुनुहुन्छ उहाँ कान्छी आन्टी हुनुहुन्छ यहाँ चाहिँ ए माला गाँसेको अझै सकिएको छैन हेर्नु न थुङ्गा पनि हेर्नु त यो स्पेसल हाम्रो खोटाङबाट आएको है फुल चाहिँ गाइजहरू इम्पोर्टेड होला यो फेरि गोडगाउँमा भेट भएको जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार ल है आउँछौ हजार कोमा रमाइलो बुढा बुढी माथि क्यामेरा सुनिन्छ होइन
हो सुनाइको गजुर दियो चिज जान्छौ है हजुर